कर्मकाग्यू स्कुलको प्रमुख हुनुहुन्छ, जुन तिब्बती बौद्ध धर्मको एक प्रमुख परम्परा हो। यस परम्पराको इतिहास 900 वर्ष पुरानो छ। कर्मपा भनेको कर्म काग्यूको ग्यालवाङ कर्मपा हो, जसलाई काला टोपीको धारक पनि भनिन्छ। उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण छ, किनकि उहाँले यो लाइनेजको आध्यात्मिक नेतृत्व गर्नुहुन्छ। तर ऐतिहासिक विवादका कारण हाल 2 जना मान्यता प्राप्त दाबीदार छन्। पहिलो ओग्येन त्रिनले दोर्जे, जो सन् 1985 मा जन्मनु भएको हो। उहाँलाई दलाई लामाले र चीन सरकारले पनि मान्यता दिएको छ। दोस्रो त्रिनले थाए दोर्जे, जो सन् 1983 मा जन्मनु भएको हो। उहाँलाई 14औं समार रिन्पोछेले मान्यता दिनुभएको छ। दुवैजना सक्रिय आध्यात्मिक नेता हुनुहुन्छ र विश्वभर महत्त्वपूर्ण अनुयायीहरूको नेतृत्व गर्नुहुन्छ। यो विवाद सन् 1990 कोलम्ब दशकको सुरुमा सुरु भयो। 16औं कर्मपा रङजुङ रिग्पे दोर्जे सन् 1981 मा परिनिर्वाण हुनुभएको थियो। उहाँको पुनर्जन्म खोज्ने काम सुरु भयो। परम्परा अनुसार कर्मपाको पुनर्जन्म पहिचान गर्न पूर्वानुमान पत्र र विभिन्न चिन्हहरूको प्रयोग गरिन्छ। ताई सितु रिन्पोछेले ओग्येन त्रिनले दोर्जेलाई 17औं कर्मपाको रूपमा पहिचान गर्नुभयो। उहाँ सन् 1992 मा तिब्बतको त्सुर्फु मठमा सिंहासनारूढ हुनुभयो। चीन सरकारले पनि उहाँलाई आधिकारिक रूपमा मान्यता दियो। दलाई लामाले पनि ओग्येन त्रिनले दोर्जेलाई समर्थन गर्नुभयो। सन् 2000 मा उहाँले तिब्बतबाट जोखिमपूर्ण यात्रा गरेर भारत प्रवेश गर्नुभयो। यो घटनाले विश्वभर चर्चा पायो। उहाँ हाल भारतमा बस्नुहुन्छ र विश्वभर यात्रा गरेर शिक्षाहरू दिनुहुन्छ। उहाँले पर्यावरण संरक्षण, युवा शिक्षा र अन्तर्धार्मिक संवादमा जोड दिनुहुन्छ। उहाँको अनुयायीहरू लाखौं छन् र उहाँलाई धेरैले मुख्य 17औं कर्मपाको रूपमा मान्छन्। अर्कोतर्फ समार रिन्पोछेले त्रिनले थाए दोर्जेलाई 17औं कर्मपाको रूपमा पहिचान गर्नुभयो। उहाँ पनि तिब्बतमा जन्मनु भएको हो र सन् 1994 मा भारत आएर सिंहासनारूढ हुनुभयो। समार रिन्पोछे कर्मकाग्यू परम्पराको महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। उहाँको अनुसार पूर्वानुमान पत्र र चिन्हहरूले थाए दोर्जेलाई देखाएको थियो। त्रिनले थाए दोर्जेले पनि विश्वभर यात्रा गर्नुहुन्छ। उहाँले शिक्षाहरू दिनुहुन्छ र धेरै केन्द्रहरू स्थापना गर्नुभएको छ। उहाँ सन् 2017 मा विवाह गर्नुभयो र परिवारसँग बस्नुहुन्छ। उहाँको पनि ठूलो संख्या अनुयायी छन् जो उहाँलाई नै सही कर्मपा मान्छन्। यो विवादले कर्मकाग्यू स्कुलमा विभाजन ल्यायो। रुम्टेक मठ जस्ता महत्त्वपूर्ण स्थलहरूमा नियन्त्रणको लागि अदालती मुद्दाहरू चलेका छन्। केही अनुयायीहरू ओग्येन त्रिनले दोर्जेको पक्षमा छन् भने केही थाए दोर्जेको पक्षमा। दुवै पक्षले आफ्नो दाबीलाई परम्परा अनुसार सही भएको बताउँछन्। यो विवाद केवल व्यक्तिगत होइन, बरु लाइनेजको निरन्तरता र मठहरूको सम्पत्तिसँग जोडिएको छ। दुवै कर्मपाहरूले बौद्ध शिक्षालाई आधुनिक संसारमा फैलाउने काम गर्नुभएको छ। ओग्येन त्रिनले दोर्जेले युवाहरूलाई पर्यावरण र नैतिक मूल्यहरू सिकाउनुहुन्छ। उहाँले ध्यान र करुणाको महत्त्व बताउनुहुन्छ। थाए दोर्जेले पनि शान्ति, एकता र बौद्ध अभ्यासलाई जोड दिनुहुन्छ। उहाँको शिक्षाहरू सरल र व्यावहारिक छन्, जसले विश्वभरका मानिसहरूलाई आकर्षित गर्छ। दुवैले लाखौं मानिसहरूलाई प्रेरणा दिनुभएको छ। तिब्बती बौद्ध धर्ममा कर्मपाको भूमिका धेरै पुरानो छ। पहिलो कर्मपा दुसुङ खेनपा सन् 1110 मा जन्मनु भएको थियो। उहाँले काला टोपीको परम्परा सुरु गर्नुभयो। प्रत्येक कर्मपा अघिल्लो कर्मपाको पुनर्जन्म मानिन्छ। यो पुनर्जन्म प्रणाली तिब्बती बौद्ध धर्मको विशेषता हो। 17औं कर्मपाको विवादले यो परम्परालाई चुनौती दिएको छ, तर दुवै दाबीदारहरूले शिक्षाहरू जारी राख्नु भएको छ। विश्वभरका बौद्ध अनुयायीहरूले यो विभाजनलाई दुःखका साथ हेरेका छन्। केहीले दुवैलाई सम्मान गर्छन् र एकताको कामना गर्छन्। दुवै कर्मपाहरू सक्रिय छन् र आफ्ना अनुयायीहरूलाई मार्गदर्शन गर्दै हुनुहुन्छ। ओग्येन त्रिनले दोर्जे भारत र विश्वका विभिन्न ठाउँमा कार्यक्रमहरू गर्नुहुन्छ। थाए दोर्जे पनि युरोप, अमेरिका र एसियामा यात्रा गर्नुहुन्छ। उहाँहरूले बौद्ध धर्मलाई शान्ति र सद्भावको सन्देशको रूपमा प्रस्तुत गर्नुहुन्छ। यो विवाद ऐतिहासिक छ र लामो समयदेखि चलेको छ। यसले कर्मकाग्यू समुदायलाई प्रभावित पारेको छ, तर परम्पराको रूढ शिक्षाहरू जस्तै करुणा, बुद्धिमत्ता र ध्यान अझै जीवित छन्। दुवै दाबीदारहरूले यी मूल्यहरूलाई प्रवर्धन गर्दैछन्। भविष्यमा यो विवाद कसरी समाधान हुन्छ भन्ने अनिश्चित छ, तर दुवैले आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ।
कर्मकाग्यू स्कुलका अनुयायीहरूले दुवैबाट सिक्न सक्छन्। यो अवस्थाले हामीलाई सम्झाउँछ कि बौद्ध धर्ममा एकता र समझदारीको आवश्यकता छ। दुवै ओगेन त्रिनले दोर्जे र त्रिनले